नमस्कार साथीहरू, आज मलाई पालकको पुरी खान मन लागेर मैले यो पालकलाई राम्रोसँग धोएर मैले यसलाई सानो सानो टुक्रामा काटेर अब यसको मैले पुरी बनाउँछु है साथीहरू। यसमा मैले के मिक्स गर्छु भनेपछि मैले सानो सानो टुक्रामा पालकलाई काटेँ अनि यसमा मैले 2टा लसुन पनि काटेर सानो सानो टुक्रामा काटेर हाल्छु अनि यसमा मैले हरियो खुर्सानी एउटा हाल्छु काटेर। अनि तपाईहरु कतिको पिरो खानुहुन्छ त्यही अनुसार हाल्नु होला है त साथीहरू। अब मैले यसलाई मिक्सरमा पिस्छु। मैले धेरै मसिनो बनाउँदैन, त्यही भएर यतिको भए पनि मैले निकालेँ। अब यसमा गहुँको पिठो हालेर यसलाई मजाले मुस्ने साथीहरू। यसलाई मुस्ने मैले यसमा स्वादअनुसार नुन पनि मैले एड गरेको छु। यसलाई मजाले मुछेर अनि डो तयार पार्ने। अब यसमा रोटी बनाएर अनि मैले यो डिजाइनको रूपमा यो प्रयोग गर्दैछु। तपाईहरुले पालकको रोटी पुरी खानुभएको छ कि छैन? एकदमै मिठो हुन्छ है साथीहरू, बनाएर खानु होला। अनि हेल्दी पनि हुन्छ अनि मिठो पनि हुन्छ, टेस्टी पनि हुन्छ। तपाईहरुको छोराछोरीहरूले पनि पालकको सागको तरकारी खाँदैनन् भने तपाईहरुले पुरी पनि बनाएर बाबु नानीहरुको नास्ताको लागि तयार पार्न सक्नुहुन्छ अनि आफ्नो खाजाको लागि पनि तयार पार्न सक्नुहुन्छ है। एकदमै मिठो हुन्छ, हेल्दी हुन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन ए पनि पाउने हुनाले एकदमै शरीरलाई फाइदाजनक पनि गर्छ। अब मैले अर्को भाँडामा तेल तताएर तातेको तेलमा यो रोटी हालेर मैले यसलाई उल्टाइ पल्टाइ गरेर पकाएर यो तयार भएको छ साथीहरू। यो पुरी देख्न सक्नुहुन्छ, पालकको लपुरी रोटी यो पाकेर तयार भइसकेको छ। यदि तपाईहरुलाई मैले बनाएको यस्तै भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला है त साथीहरू। अनि एकचोटि अवश्य बनाएर ट्राई गर्नु होला। तयार भइसकेको छ। धन्यवाद।